पछिल्लो 35 वर्षमा नेपाली कांग्रेसले 12 पटक प्रधानमन्त्री चलाएको देखिन्छ। नेकपा एमाले 7 पटक 35 वर्ष शासन गरेपछि आज आएर देशको विकास 6 दिन ढिलो हुने भयो भनेर ल्याउनु भएको हो अध्यादेश। 35 वर्षसम्म त त्यो आवश्यकता तपाईहरुले महसुस गरेको देखिँदैन। अहिले 6 दिन अगाडि अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नु भयो हो। उखान छ 100 मुसा खाएर बिरालो हज गर्न गयो भन्ने उखान हामी सबैले सुनेका छौं। तपाईहरु पनि अब हाजी बन्न खोज्नु भयो हो। रातारात अध्यादेशको चोर बाटोले भन्छ तपाईहरुको नियत चाहिँ सही छैन। अरु बेला संसदमा 2/3 को अहम पनि प्रदर्शन गर्नुहुन्छ। बलियो सरकारको अहंकार सुन्नु परिरहेकै छ। अनि शासन चाहिँ अध्यादेशबाट चलाउन जमर्को गर्ने तपाईहरु यो सार्वभौम संसदको अवहेलना नभए के हो त? यो केवल हामी विपक्षीसँग सरकारको डर मात्र होइन, आफूले समर्थन गरेका सत्ता पक्षका माननीयहरू समेतको सरकारको अविश्वास यसमा अभिव्यक्त भएको छ। यी अध्यादेशहरू विकासका लागि हुन्थे भने संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलमा सरकार किन डरायो? संसदमा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश? सरकारले संसदमा चाहँदा फास्ट ट्र्याकबाट विषयगत समिति, प्रतिनिधि सभा, राष्ट्रिय सभाबाट 10 दिनमै पनि विधेयक पारित गर्न सकिन्छ, जबकि प्रतिस्थापन विधेयकले 60 दिनको लामो प्रक्रियाको माग गर्दछ। स्वार्थ समूहहरूलाई पोस्नु पर्ने भएकैले तपाईहरुले अध्यादेशको चोर बाटो समाउनु भयो भनेर आरोपित किन नगर्ने? तपाईहरुलाई कार्यपालिकाले नै सबै त्यो गर्ने भए किन चाहियो त व्यवस्थापिका संसद? सभामुख महोदय, अहिलेको सरकारी गठबन्धन गर्दै गर्दा मैले यही सम्मानित रोस्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ। पहिलो र दोस्रो दरको सरकार कतै प्रतिगमन र निरङ्कुशतातिर अग्रसर हुने त होइन। आज त्यो चिन्ता नचाहँदा नचाहँदै पनि वास्तविकतामा परिणत भएको छ। राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ। सम्झाइ बुझाइ गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाइँदैछ र कडा कडा मुद्दा लगाइँदैछ। यो सत्ताको अहम हो कि जनतासँगको डर हो? गम्भीर प्रश्न बनेको छ। पाथीभरा र त्यहाँ मुकुममुलको प्रश्न पनि छ। त्यो विवादमा तपाईहरुले सिधै जनतामाथि बल प्रयोग गर्नुभयो। पाथीभरा र मुकुमलुङको विवादको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्नु पर्नेमा दमनको बाटो रोज्ने प्रयास गरियो। म यसको गम्भीर ढंगले प्रतिवाद गर्न चाहन्छु। टी-शर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईहरुले नागरिकलाई नियन्त्रणमा लिनुभयो। सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरूलाई पनि थुन्नु भयो, मुद्दा चलाउनु भयो। अब त सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ। यो के हो? नागरिक सम्प्रभुता भन्दा माथि हो तपाईहरु? संविधान भन्दा माथि हो? तपाईहरु मालिक र नेपाली जनता दास हो र? सामाजिक सञ्जाल सञ्चालन प्रयोग र नियमनका लागि भनेर संसदमा अहिले दर्ता भएको विधेयक आपत्तिजनक छ। सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकहरूको संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रताको हक मात्र कुण्ठित गर्दै छैन, प्रेसको स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजेको छ। यो विधेयकमा नागरिकलाई पाइलै पिच्छे जेल
र जरिवानाको तरबार झुन्ड्याइएको छ। अहिले त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यो विधेयक पारित भयो भने के गर्ला, गम्भीर प्रश्न खडा भएको छ। सभामुख महोदय, प्रधानमन्त्रीका रूपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा। तर अहिले संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ। अस्ति हामीले यही सदनमा सुन्यौं, पछिल्लो 9 वर्षमा बुटोल पाल्पा सडक खण्डमा 42 पटक सवारी दुर्घटना भएर धेरै ज्यान गएको समाचार पढेर हाम्रो सम्माननीय प्रधानमन्त्रीजीको आङ सिरिङ्ग भयो। उहाँ भावुक हुनुभयो अनि उहाँले सङ्कल्प गरेर स्वस्थानीकै शैलीमा सिद्ध बाबा सुरुङ मार्ग बनाउनु भयो। 79 माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा 40% मात्रै काम सम्पन्न भएको, प्रगति भएको सिद्ध बाबाको जस पनि 6 महिना आएका प्रधानमन्त्रीले लिनुपर्ने? यसले नै भन्दैन र सरकारको प्रस्तुति कति कमजोर छ। नारायणघाट सडक खण्डको पनि प्रगति 53.3% मात्रै छ। प्रधानमन्त्रीजीलाई मेरो अनुरोध छ, आफै आफ्नो पीठ थमथमाएर, आफैले आफूलाई प्रमाणपत्र दिएर, आफैले आफूलाई सफल घोषणा गरेर संसद र जनतालाई झुक्क्याउने दिन अब गए, त्यो भ्रममा नबस्न म अनुरोध गर्न चाहन्छु। नियमित कामका स्वाभाविक प्रगतिलाई पनि सरकारको सफलताको रूपमा रङ्गरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौँ। बनिबनाउ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल सुरु गरौँ, हामी सहभागी हुन्छौँ। संसदमा मिथ्याङ्क र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो भने किमार्थ हुन सक्दैन। प्रधानमन्त्रीजी, म सुनाउन चाहन्छु तपाईलाई केही तथ्याङ्क, त्यो पनि तपाई मातहतकै निकायहरूबाट प्राप्त भएका तथ्याङ्कहरू। सरकारले चालु वर्षको खर्च र राजस्वको लक्ष्य पूरा गर्न सक्ने छैन। यो विपक्षीले लगाएको आरोप होइन, तपाईकै अर्थ मन्त्रालयको समीक्षापूर्ण निष्कर्ष हो। 6 महिना अघि 2.6%ले घटेको व्यापार घाटा यो सरकारको 6 महिना अवधिमा 4.4%ले बढेर 723 अरब पुगेको छ। 6 महिना अघि 22.2%ले वृद्धि भएको थियो रेमिट्यान्स। अहिले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दा पनि रेमिटेन्स आप्रवाह भने घटेर 4.1% पुगेको छ। यसले के देखाउँछ प्रधानमन्त्रीजी? सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवर्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर छ। मैले सरकार छोड्दै गर्दा मुद्रास्फीति 3.57% मात्र थियो। अहिले त्यो बढेर 5.41% पुगेको छ। खाद्यान्नमा मूल्य वृद्धि झन गम्भीर रूपमा 28.52%ले मूल्य वृद्धि भएको छ। वृद्धि भएको छ भने 7.67% पुगेको छ यो बीचमा औसत। जबकि मैले सरकार छोड्दै गर्दा यो दर 4.04% मात्रै थियो।